ल आज हाम्रो धार्मिक यात्रा सुरु भयो है। आज हामी लन्डन हिथ्रोबाट इन्डियातर्फ जाँदैछौँ। हामी टोटल 27 जना हो आजको यो यात्रामा, तर हामी 17 जना युकेबाट, 10 जना चाहिँ नेपालबाट, इन्क्लुडिङ दुईजना गुरुहरू। अहिले हामी चाहिँ चेक इन भइसक्यो, अब चाहिँ डिपार्चर गेटतिर जाँदैछौँ। एयरपोर्टमा आइपुग्यो। अब चाहिँ 2 घन्टा 30 मिनटको ट्रान्जिट पछि हामी चाहिँ इन्डिया बेङ्गलोरतिर प्रस्थान गर्दैछौँ। यो चाहिँ आबुधाबी एयरपोर्ट है। यो पोल हो कि त्यो टिमहरू अब न त 1 घन्टा रहेछ। अब ल अहिले हामी चाहिँ बेङ्गलोर एयरपोर्टमा आइपुग्यो। अब चाहिँ हामीलाई बस होटलबाट लिन आउँदैछ। एकछिनपछि हामी बसमा चढेर हामी होटलमा जान्छौँ। आजको पहिलो होटल चाहिँ होटल सिलिकन इन। हामी 27 जना यो युकेको टिम चाहिँ आज त्यहाँ बस्न जाँदैछ। 27 जनामा 17 जना अहिले हामी एयरपोर्टमा आइपुगेको छ, बेङ्गलोर एयरपोर्टमा। 10 जना हाम्रो मूल गुरु खेल्नेको चाहिँ श्री लामा गुरुजी नेपालबाट हामीले हुनुहुन्छ। एकछिनपछि हामीलाई होटलको बसले चाहिँ हामी चाहिँ पिक अप गर्छ। अरे हाम्रो ग्रुपहरू यहाँ छ। ल हाम्रो गुरुबाट चाहिँ हाम्रो चाहिँ इन्डियामा चाहिँ बेङ्गलोरमा चाहिँ स्वागत गर्दैछ। राधिका
यो खिच्नु म गुरुलाई भेट्छु कि यो बेबीले आउँछ फेरि ल हजुरसँग फेरि फोनमा बोलिएको भने अघि म हजुरलाई टाढा त छैन ए 5 मिनट लाग्छ त्यो त भोलि हो क्या अर्कोचोटि नै आउनु पऱ्यो सानो नानीले हामी सबैलाई वेलकम बाबा यो फोटो खिचौँ यो ग्रुपमा फोटो खिचौँ अहिले हाम्रो बसमा जाँदैछ सिलिकन होटल है आज हामी सिलिकन होटलमा बस्दैछौँ अहिले यहाँ भेला गरेको अर्थ चाहिँ हामी एक आफ्नो परिचय गराउने मेन कुरा त्यसपछि प्रत्येक दिन यसरी नै हामी भेला हुँदै गयो भने एउटा परम्परालाई साथै भोलिपल्टको कार्यक्रम कस्तो हुन्छ अनि भयो भने पर्सिपल्टको पनि कोही कोही बेलामा कभर गर्ला नत्र भने भोलिको कार्यक्रम कस्तो हुन्छ भन्ने कुरामा हामी मेनली त्यहाँ फोकस गर्छौँ अनि त्यसो गऱ्यो भने त्यो समय धेरै लिँदैन सक्दो छिटो गर्ने अनि के अरे कोही बेलामा थाकेको हुन्छ के हुन्छ जस्तो आज थाकेर आएको छ दुवै टिम होइन त्यस कारणले अब खाना खानु पनि समय चाहियो अनि छिटो फेरि गएर आराम पनि गर्नु पऱ्यो होइन यो कोठा व्यवस्था गर्ने दुईजना के अरे होटल व्यवस्थापकज्यूहरूले चाहिँ एकदमै मेहनत गर्नुभएको छ त्यस कारणले गर्दा त्यो गर्दै हामी दैनिक सिस्टम चाहिँ यसरी नै हुँदै जान्छ भन्ने एउटा सिस्टम बनाउनु अहिले सबभन्दा पहिला म यहाँहरूलाई स्वागत भन्न चाहन्छु सबै अनि परिचय गराउन चाहन्छु त्योभन्दा अगाडि गुरुको के अरे तर्फबाट हामी अलिकति कुनै पनि काम गर्नुभन्दा अगाडि हामी अष्टमङ्गल पाठ गर्छौँ त्यो अष्टमङ्गल पाठ गरिदिनु हुनलाई गुरुलाई म विनम्र अनुरोध गर्दछु अनि त्यसको साथसाथमा हामीले पनि सपोर्ट गरौँ है Gomba gece jamba che
da pal da chen chen dam che la go da pi pa i che che ba cha la nam pa de chen chen doi be tra si ba be wa de wa se pa ge na cha cha Jambo sonno paulen dorje che che se wang gong po jampi po soye ngin po jin pa nam pa se nam ke ngin po mak cho kun to sa ot pa dorje pe kar lo se ga mar ho da wa Ringi mai Chazem le nam ta si po ni cho jang cho se pa ge la cha cha chen do cho jang ke se ja chen de go wa cho chen de ge ma ke so mo wa dam pi po be na shi na mo ge la cha cha no sam pa shun no pan no se me mo me don dan don yo bo yo ko so a ge po na lo wa me sa na de se na je ko lo da Krishna dan don don dorje che pe wa ra le cho den ga se sa so ne so ge le ta se pe je den ge wa ge na cha cha lo a cha dong ga cha wa cham pa la ge na ne wa che wa kun se ne doi dom pa pe sam do yi se do da se de le नमस्कार हामी यो पटकको हाम्रो तीर्थयात्रा आजबाट सुरुवात भएको छ हाम्रो सौभाग्य हो यो तीर्थयात्रा गर्न पाउनु पनि यो पटकको तीर्थयात्रा 10 दिनभित्र हामीले अत्यन्तै महत्त्वपूर्ण ठाउँहरू भ्रमण गरिनेछ हामीले धेरै महिना अगाडिबाट यो कार्यक्रम सम्पन्न गराउनको लागि हाम्रो संयोजकज्यूले अथाह प्रयास गरेर उनीहरूको सहयोगमा आफ्नो पहिलो जन्मको कर्मको फल भाग्य पुण्य सबै कुरा जुड्नुपर्छ यहाँसम्म आउनको लागि यो यात्रासम्म आउने भनेर कतिजना नाम लेखेको हुन्छ हाम्रो जीवनमा धेरै प्रकारको पहिलोबाट जाने योजना बनाउँदा पनि कारणवश जान नसक्ने समस्याहरू आउने गर्छ सौभाग्यवश हामी चाहिँ त्यो समस्याबाट मुक्त भएर यहाँसम्म आइपुगेको छ बीचमा कुनै विघ्न बाधा कुनै कार्यक्रमहरू भयो भने फेरि हामी रोकिन्छ भविष्यमा फेरि आउने भन्ने जुड्ला नजुड्ला जीवन अनित्य छ यो दक्षिण भारतको तीर्थयात्रा चाहिँ 3 पटकसम्मको तीर्थयात्रा गरिसक्नु भएको यो भन्दा पहिला 4 धाम त्यसपछि रिवाल्सर तीर्थयात्रा गरिसक्नु भएको उपासक उपासिकाहरूको लागि यस पटकको यात्रा चाहिँ अन्तिम यात्रा हो भारतको भ्रमण चाहिँ हुन त अब सिक्किम घुम्नुपर्ने छ भारतमा पनि अन्य थुप्रै तीर्थस्थानहरू त छ यद्यपि हामीले मोटामोटी रूपमा दर्शन गरेर
हामीले भ्रमण गर्नुपर्ने स्थानहरू चाहिँ यो पटकको यात्रा चाहिँ अन्तिम यात्रा हो भनेर भन्न चाहन्छु। यो पटकको यात्रा हामीले सुरुवात गरेको यात्रामा भगवान् बुद्धको जीवनीसँग जोडेको छ। ती सबै कुराहरू विस्तृत रूपमा मैले प्रत्येक दिन अलिअलि गरेर यहाँहरूलाई सुनाउने प्रयास गर्नेछु। हाम्रो पहिलो पटक भारतको यात्रा हाम्रो यो तेस्रो पटक हो र कुनै कुनै धर्ममित्रहरू नयाँ नयाँ पनि जोडिनु भएको छ। 3 पटकसम्म यात्रा गरिसक्नु भएको भक्तजनहरूले यसरी बुझ्नुभएको हुन्छ। पहिलो पटकको यात्रा चाहिँ भगवान् बुद्धको पहिलो धर्म देशना आफ्नो जीवन लीलासँग जोडेको, अनि दोस्रो पटकको धर्म यात्रा गुरु पद्मसम्भवको जीवन लीलासँग जोडेको, यो तेस्रो पटकको धर्म यात्रा चाहिँ भगवान् बुद्धले सम्भवकाय रूप धारण गरेर गुह्य तन्त्रको धर्म देशना गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण ठाउँ, जीवनमा आउनै पर्ने, हामी वज्रयानी महायानी र वज्रयानीहरूको लागि त आउनै पर्ने पवित्र ठाउँ र यसमा पनि विश्वमा अत्यन्तै सर्वाधिक लोकप्रिय र अत्यन्तै बौद्ध धर्मको शिक्षा र ध्यानको केन्द्र नाम्रोलिङ मोनास्ट्री हामी आउनै पर्ने ठाउँ हो। यो अत्यन्तै महत्त्वपूर्ण ठाउँहरू हामी दर्शन गर्नेछौँ र यसको लागि यहाँहरू सबैले आफ्नो प्रत्येक दिन हाम्रो कोअर्डिनेटरको निर्देशन सल्लाह अनुसार सबैले जिम्मेवारी पालना गरिदियो भने हाम्रो यात्रा सफल हुने, हाम्रो तीर्थ यात्रा सजिलो हुने, सहज हुने सूत्र चाहिँ के हो भन्दाखेरि कोअर्डिनेटरले भनेको कुरा मानिदिने सूत्रै त्यो, मन्त्रै त्यो हो है। त्योभन्दा ठुलो मन्त्र अरू छैन। अनि यो अवधिभित्र मैले पहिलोबाट नै मैले मेरो गुरु परम्परा अनुसार भनौँ मैले चाहिँ अब सुरुवात गरेको यात्राको परम्परा कस्तो रहेको छ भने आजको दिनबाट 15 तारिकको दिनसम्म हामी सबै धर्ममित्रहरू चाहिँ शुद्ध शाकाहारी अनि नशालु पदार्थहरू पनि हामीले सेवन गर्ने छैन है। अनि स्या र छाङ चाहिँ छोडेपछि त्यहाँबाट सबै कुरा आफैसँगै सम्पन्न हुन्छ है। स्या छोड्ने, छाङ छोड्ने है। यो 10 दिन चाहिँ तीर्थ पनि हो, व्रत पनि हो है। पञ्चशील पालना गरेपछि व्रत भयो है, व्रत पनि भयो त हाम्रो चाहिँ। स्या र छाङ छोड्नु पनि ठुलै व्रत हो नि, सधैँ खाइराख्ने मान्छेहरू लाग्यो त ठुलो व्रत हो। न्युई व्रत भन्दा पनि ठुलो व्रत हुन्छ है। अब त्यागिसकेको हामीलाई त सजिलै हुन्छ, सामान्य लाग्छ। खाइराख्ने बानी भएकोहरूलाई त्यहाँ लागे त ठुलै व्रत हो। अनि सबैले वज्रगुरु जप गर्ने। अनि 15 तारिकको दिनमा कौकुले कति कति जप गर्यो, गाडीमा हिँड्ने बेलामा इन्डिभिजुअल जप गरेको सबै जप चाहिँ सङ्कलन गर्ने। अनि एकदमै पहिलो जन्ममा मैले पुण्य गरेको रहेछ, कुशल कर्म गरेको रहेछ, यस कारणले गर्दा यसपटक चाहिँ म यस्तो पवित्र ठाउँमा घुम्न, दर्शन गर्न आउन जुर्यो भनेर खुसी, मनबाट खुसी, आफूले खुसी चाहिँ प्रकट गराउने। अनि मैले पनि बुद्ध धर्मको शिक्षा दीक्षा लिएको ठाउँ है। जीवनमा मैले मेरो पनि एउटा सपना थियो नि, मैले अलिअलि भए पनि धर्मको बाटो देखाउने प्रयास गरेको धर्ममित्रहरूलाई म पढेको ठाउँ यस्तो रहेछ भनेर देखाउने मेरो पनि सपना हुन्छ नि। त्यो सपना चाहिँ यसपटक चाहिँ 26 जना धर्ममित्रहरूलाई म पढेको ठाउँ देखाउन पाउनु पनि मेरो लागि पनि ठुलो सौभाग्यको कुरा फेरि। अनि यसको साथमा मेरो अत्यन्तै निकट अब धर्ममित्र उपासक उपासिकाहरू यहाँहरू सबैजना चाहिँ जसले समय मिलाएर आउनुभयो, एकदमै हाम्रो यात्रा सफल होस् भनेर आजबाट हामीले प्रारम्भ गरिसकेका छौँ। अष्टमङ्गल पाठ वाचन गरेर प्रत्येक दिन बेलुकी चाहिँ आज चाहिँ सुरुको दिन भएर छोडकारीमा मात्रै पढेको हो। भोलिबाट चाहिँ पाठ अलि धेरै धेरै हुन्छ। प्राणीधान र निलो बुक दुइटै पढ्छ हामीले प्रत्येक दिन है, समय मिलाएर। अनि प्रत्येक दिन एउटा विषयमा धर्मदेशना पनि हुन्छ। अनि अलिअलि अन्तर्क्रिया कार्यक्रम पनि हुन्छ फेरि है। त्यो चाहिँ आवश्यक छ। अनि कतिले टिप्न सक्छ, कतिले सक्दैन। कमसेकम आज हामी यो ठाउँमा गयो भन्ने चाहिँ सबैले भन्न सक्नेसम्म चाहिँ मेरो लक्ष्य हो। र यो हाम्रो यो आज 6 तारिकदेखि 15 तारिकसम्मको यात्राको लागि महिनौँ दिनदेखि नै अहोरात्र खटेर मैले चाहिँ यो यात्राको संयोजक तपाईँले गर्नुहोस् भनेर चाहिँ भनेको थियो। उहाँले चाहिँ संयोजक यो यात्रा 10 दिनसम्म को नेतृत्व गर्नु भनेको यो 10 दिनको लागि मात्रै नभइकन 10 महिनाभन्दा अगाडिबाटै खटेर दुःख गर्नुभएको हाम्रो संयोजक उपासक मेरो सबैभन्दा पहिलो शिष्य उपासक नरबहादुर गुरुङ बाबा हुनुहुन्छ।
उहाँले ठुलो जिम्मेवारी सम्हाल्नु भएको छ। दिनरात कष्ट गरेर 75 वर्ष काटिसकेको उपासकले यो प्रयास गरेर कोअर्डिनेटरको जिम्मेवारी सम्हाल्नु आफैमा धेरै नै गाह्रो कुरा छ, सजिलो छैन। बाबालाई चाहिँ यो ब्याज चाहिँ ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। उपासक नरबहादुर गुरुङ हाम्रो चाहिँ कोअर्डिनेटर है, उहाँलाई चाहिँ यो ग्रहण गरिदिनु। धेरै धन्यवाद। रोबिनी आमा खोइ उपासिका रोबिनी आमा है। अब यो प्रज्ञा र उपाय भनेको ठुलो कुरा हो बद्रयानी तन्त्रमा है। हामी गृहस्थी उपासक उपासिका हो नि त। उहाँ बाबाले कोअर्डिनेटर गर्नु, काम गर्नु, आमाको साथ साह्रो भएन भने केही पनि गर्न सक्दैन नि। एकदम मैले अलिकति रोकेँ यसमा बिचमा है। सोही गुरु के अरे सबभन्दा पहिला गुरुले ग्रहण नगरिकन हामीले चेलाले ग्रहण गर्नु चाहिँ अलिकति तैपनि सबभन्दा पहिला हामी सबैको तर्फबाट म गुरुलाई यो ग्रहण गराइदिनु हुनुलाई म विनम्र अनुरोध गर्दै यो चढाउँछु सबैको तर्फबाट है। गुरुको बाबा आसन ग्रहण गर्नु सक्छु। धन्यवाद। मेरो बाबु गुरुपासी अनि हाम्रो कोअर्डिनेटर उपासकको चाहिँ कोअर्डिनेटर भनौँ, बाबालाई यताउता डोर्याउनुमा चाहिँ हाम्रो उपासक रन्तोष गुरुङ हुनुहुन्छ। उहाँको ठुलो भूमिका माइलो बाबुको दाहिने खम्बा भएर उभिनु पर्यो हिमालबाट आउनु। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा हाम्रो झम्बला भने पनि उभिएर भन्ने पनि हाम्रो चाहिँ अर्थमन्त्री भन्ने पनि हाम्रो चाहिँ फाइनेन्सियली चाहिँ कोअर्डिनेटर चाहिँ उपासक चन्द्रप्रसाद गुरुङ दाइ हुनुहुन्छ। उहाँको जिम्मेदार अनि हाम्रो चाहिँ एकदमै वरिष्ठ उहाँको सहयोगी पनि हो, वरिष्ठ उपासक पनि हुनुहुन्छ चन्द्रप्रसाद गुरुङ हुनुहुन्छ। ओम प्रसाद गुरुङ एकदम ठुलो र हाम्रो कोअर्डिनेटरले जो हाम्रो उपासक धर्ममित्रहरूलाई कुनैलाई होटल व्यवस्थापनमा, कुनैलाई भोजनको कुनै यातायातमा धेरै प्रकारको संयोजकहरू हुनुहुन्छ। सबै आफ्नो जिम्मेवारी, कोहीलाई त्यो ब्यानर चाहिँ छोडिदिए नछोडिकन चाहिँ अघि हनुमान दाइले छोडिदियो होइन, ब्यानर छ अनि त्यो सबैले गर्ने। अनि यहाँ म नाम बोलाउँदा सबैजना पालो आइदिनुहोस् है। अहिले उहाँले सुनाउनुहुन्छ। अब यहाँ नाम अनुसार कोअर्डिनेटर है। ल उपासक दुर्गमल गुरुङ, उपासक लोकबहादुर गुरुङ, सोमदाई क्षेत्रबहादुर गुरुङ, उहाँ चाहिँ होटल व्यवस्थापन साथै खानाको व्यवस्थापक है, एकदमै परिपक्व। अनि उहाँको साथसाथमा उहाँको सहयोगी प्रसाद उहाँ चाहिँ आर्थिक संयोजक मात्रै नभइकन पूजा गऱ्यो भने अहिले त हामी नबजाउने हो कि उहाँ चाहिँ हरिमान दाई, उपासक हरिमान गुरुङ। हरिमान जी चाहिँ
यातायातको व्यवस्थापन अनि यो हाम्रो भोलिको प्रोग्राम कसरी हुन्छ भन्ने कुरा कोअर्डिनेट उहाँ हाम्रो एजेन्टसँग कोअर्डिनेट गरेर हामीलाई ब्रिफिङ दिने मान्छे हो है उहाँ। मीना कुमारी, उपासिका मीना कुमारी। उपासिका शारदा दिदी। गाह्रो पऱ्यो। उपासिका कमला दिदी। दुईजना। उपासिका कमला गुरुङ चाहिँ सबै उपासिका कमला गुरुङ र उपासिका उहाँको बहिनी ज्योति गुरुङ चाहिँ एकदमै यो मोहन पाठ गर्नेको के अरे अगुवाई गर्नुहुन्छ उहाँहरूले। लिडर पनि हो। उपासिका धनमाया गुरुङ ज्योति। साथै उपासिका कमला गुरुङ चाहिँ पूजाको कोअर्डिनेटर पनि हो है। पूजाको संयोजक। कमला ज्ञानु कमला गुरुङ। उपासिका कमला गुरुङ। उपासिका तारा माया गुरुङ। उपासिका सुशीला। उपासिका नन्दमाया। आमाटोली चाहिँ हामीलाई त कामै दिएन नभन्नु होला। हजुरहरू सबै कमलाको सहयोगी हो है। उपासिका गङ्गा देवी। राधिका उपासिका राधिका। जितमाया उपासिका जितमाया। पम्पा कुमारी गुरुङ उपासिका पम्पा कुमारी। शान्ति कुमारी काशी। कविता पनि आउनुहोस्। धन्यवाद। अब चाहिँ हाम्रो कोअर्डिनेटरज्यूलाई कार्यक्रम अगाडि बढाइदिनु हुन अनुरोध चाहन्छु। धेरैहरू अलिकति फ्लाइट ढिलो भएर ढिलो भयो। तपाईँहरू निकै कुर्नु पऱ्यो। अनि यसको लागि हामी नेपालबाट आउने 10 जना तपाईँहरू हामीभन्दा 4 घन्टा नै अगाडि आइपुग्यो। यहाँ हाम्रो कोअर्डिनेटरज्यूले अबको कार्यक्रम अगाडि बढाउनुहुन्छ। यति भन्दै हाम्रो यात्रा सफल होस्। सबैले एकदम आज पहिलो दिनमा चाहिँ सुरुवात चाहिँ एकदम मनबाट नै त्रिरत्नप्रतिको भक्ति विश्वास मनमा बोधिचित्त भाव प्रकट गरेर राम्रोसँग मौन राम्रो गऱ्यो भने अनि यात्रा चाहिँ सबै राम्रोसँग सफल हुन्छ। यसमा कुनै पनि समस्या हुँदैन। हाम्रो यात्रा सफलताको लागि हामी सबैले आजबाट हाम्रो चाहिँ तीर्थ सुरु भइसक्यो, व्रत सुरु भइसक्यो। अब सबैले चाहिँ जप पनि सुरु गर्ने अनि व्यवस्थापनमा तीर्थमा घुम्ने क्रममा
अलिकति सहनशीलता शान्त पारमिता भनेको कोही बेला सोचेको जस्तो खानेकुराहरू ठ्याक्कै नमिलेको हुनसक्छ, सहनुपर्छ, धैर्यता गर्नुपर्छ है। हामी पुण्य कमाउने उद्देश्यले आएको हुँदाखेरि कोही बेला चाहिँ अलिकति खोइ सुत्ने ठाउँ त राम्रै भन्ने थियो, हामीले त खर्च निकै गरेको, कस्तो होला के होला भन्ने पनि हुन्छ। हामी प्राकृतिक क्लेश भएको प्राणी हो। अलिकति मनमा चित्त बुझ्ने नबुझ्ने जस्तो समस्याहरू हुन्छ। मुख्य गरेर यात्रा सफल बनाउनको लागि चाहिँ सहनशीलता सबभन्दा ठुलो कुरो, सहनशीलता। अनि कोअर्डिनेटरहरूले भनेको अनुसारको पालना गरिदियो भने सबभन्दा यात्रा सफल हुने सूत्र नै त्यो हो। अनि एक अर्कामा चाहिँ हामीभित्र अलिकति गाह्रो भयो, हिँड्न गाह्रो भयो अथवा कुनै समस्याहरू भयो भने हामी धर्ममित्रहरू एक अर्कालाई चाहिँ एकदमै मद्दत गर्ने, सहयोग गर्ने, पुण्यमाथि पुण्य कमाउने उपाय पनि हो त्यति बेलाखेरि। अनि यसमा चाहिँ हामीले चाहिँ खर्चहरू गर्नुपर्दाखेरि चाहिँ यो साउथ इन्डिया भनेको भारतको सबैभन्दा शिक्षित ठाउँ, संस्कारी भएको ठाउँ। अनि हामीलाई 10 दिनसम्मको लागि भ्रमण गराउने हाम्रो गाइड हुनुहुन्छ, आफ्नो नाम हरिश दाजु है। मलाई चाहिँ बहुत बहुत शुक्रिया। अनि उहाँले चाहिँ आज एयरपोर्टमा उहाँको 2 जना छोरीहरू उहाँको छोरीहरू नित्यश्री हामीलाई एकदम वार्म वेलकम गर्नुभयो, थ्याङ्क यू है, धेरै धन्यवाद। अनि हाम्रो यो 10 दिनसम्मको यात्राको क्रममा गाइड सबै चाहिँ प्रबन्ध उहाँले गर्नुभएको छ। अनि यसको लागि चाहिँ केही समस्या भयो भने हामी उहाँले कम्प्लेन गर्छौँ हाम्रो कोअर्डिनेटर मार्फतबाट। अनि हामीले पनि केही चित्त बुझेन, केही कुराहरू चाहिँ कम्प्लेन गर्नुपर्ने भयो भने चाहिँ सम्बन्धित मान्छेले, हामी सबै गएर उहाँलाई कराउने चाहिँ होइन, सम्बन्धित मान्छेले कराउने होइन। सम्बन्धित मान्छेले भने उहाँको थ्रुबाट भन्दाखेरि राम्रो हुन्छ है। हाम्रो मान्छेलाई भन्ने या रन्तोष दाई भन्यो भेट्यो भने, चन्द्र दाईहरूलाई उहाँलाई भन्यो भने अनि उहाँहरूको थ्रुबाट उहाँलाई मेसेज पास गर्छ, त्यो गर्दाखेरि सजिलो हुन्छ है। अनि गाडीमा पनि बाटो राम्रो छ। कति ठाउँहरूमा चाहिँ हामी बस्ने बेलामा अलिकति उमेर पाएको धर्ममित्रहरूले अघि राख्ने, हामी अलि पछाडि बस्ने, त्यस्तो तरिकाबाट मिलाउने। अनि खानपिनहरूमा चाहिँ यताको खानाहरू चाहिँ अलिकति मसला अलिक बढी हाल्छ। हामीलाई चाहिँ मसलाहरू कोहीलाई पिरो मनपर्छ, कोही चिया खाए पनि चिनी नभएको मनपर्छ। यो कुराहरू मिलाउनुको लागि चाहिँ हाम्रो भोजन व्यवस्थापनहरूले चाहिँ तयारी गर्नुहुन्छ। त्यो अनुसार हामी चाहिँ त्यसमा चाहिँ मिलेर चाहिँ सेवन गर्ने, ग्रहण गर्ने। वासस्थानहरू पनि जुन ठाउँमा आफ्नो भाग परेको छ त्यसमा सन्तोक भएर त्यहाँ बस्ने है। सबै कुरा सकेसम्म राम्रो मिलाउने, बस्ने ठाउँ बस्ने ठाउँ पनि राम्रो, भोजन पनि राम्रो मिलाउने प्रयास गर्दा पनि कुनै बेला चाहिँ सोचेको जस्तो नहुन पनि सक्छ कि कुनै बेला हामीले एक्सपेक्ट गरेको जस्तो अलिकति नहुन पनि सक्छ। हो त्यस्तो कुराहरूमा सहनशीलता अपनाउनु पर्छ। त्यहीँ पुण्य छ, त्यसैमा चाहिँ सन्तोक छ। त्यसैले नै हाम्रो चाहिँ यात्रा सफलता बनाउँछ भनेर चाहिँ। अनि हामीलाई यहाँ हाम्रो गाइडसँग चाहिँ समन्वय गरेर अहिले हामीले चाहिँ सबै कुराहरूमा सहयोग गर्ने। यहाँ लोपेन्जीमा हुनुहुन्छ, मेरो फुपूको छोरा हो, लोपेन्जी धेरै टाढो हुनुहुन्छ। हामीलाई यताउता गाइड गराउनेमा घुम्नमा पनि, विशेष गरेर हाम्रो 2 दिनको नम्रोली आसपासको भिजिटमा चाहिँ निमाले ठुलो रोल खेल्नेछ। अनि सबै प्रबन्ध भोलि बेलुका या पर्सि बेलुका हुन्छ। हामी विशेष हाम्रो समुदायको विद्यार्थीहरूसँग भेटघाट गर्ने एउटा योजना बनाएको छ। त्यति बेला चाहिँ सबै यो भ्रमणको लागि हजुरहरू उपासिकाहरूले चाहिँ आर्थिक सङ्कलन गरेर व्यवस्था गरेको, सबै खर्च हजुरहरूको आर्थिक सङ्कलनबाट नै खर्चको चाहिँ व्यवस्था गरेको छ। घाँस कपास यातायात सबै कुरा। यो विद्यार्थीहरू जम्मा हुन्छ 100-150 गरी जानुहुन्छ। यो दिनको खाना चाहिँ मेरो हुनेछ, तपाईँहरू कसैले पनि त्यहाँ मिसाउन पाउने छैन है। त्यो चाहिँ नितान्त मेरो हुनेछ। किनभने मैले धेरै वर्ष बसेको ठाउँ, पढेको ठाउँ, अनि दान पुण्यहरू गर्ने कार्यक्रमहरू छ हाम्रो ग्रुपको तर्फबाट पनि है। अनि त्यो भोजन चाहिँ विद्यार्थीहरू जम्मा हुने दिनको
भजन हामी सबैसँगको एक चार भजन चाहिँ मेरो तर्फबाट हुनेछ। म अहिले जानकारी गराउँछु। यति भन्दै अब तपाईँहरू चाहिँ अलिअलि दबाईहरू लिनुभएको छ, रुगा खोकीदेखि लिएर सामान्य कुराहरू है, यस्तो भयो भने हामी त्यो सेवन त्यो दबाई लिनेछौँ, पास गराउनेछ। अनि सबैजना हाम्रो यात्रा सफल त होस् भने मुख्य कुरा मेरो मूल गुरु हिज होलिनेस ढोङ पेनरम्बुचे है, परम पूज्य पेनरम्बुचे गुरुको जुन मूल चाहिँ गुम्बामा मैले शिक्षा अध्ययन गरेको, म जस्तै हजारौँ खेम्पूहरूले शिक्षा अध्ययन दीक्षित भएको ठाउँमा आउने, दर्शन पाउने, भ्रमण गर्न पाउनु एउटा ठुलो चाहिँ सौभाग्यको कुरा हो हाम्रो लागि। दक्षिण भारत आफैमा एकदमै ऐतिहासिक ठाउँ हो। साउथ इन्डिया चाहिँ एकदम संस्कार भएको ठाउँ र यो ठाउँमा आउन पाउनुको लागि हामी आफूलाई एकदम खुसी न एकदमै चाहिँ भाग्यमानी महसुस गरिरहेका छौँ। यति कुरा यहाँहरू समक्ष राख्दै अब चाहिँ हाम्रो कोअर्डिनेटर उपासक नरबहादुर गुरुङलाई अब म कार्यक्रम अगाडि बढाइदिनु हुन म अनुरोध गर्न चाहन्छु। जुलाबी रहेछ, प्लेन राइस, Shall I